subscribe to my channel. हेर हेर ल हामी पनि यसो घुमघाम गरेर आइयो होइन मोहिनी के अरे झर्ना मोहिनी झर्ना अनि हामी कुलेखानी ड्यामतिर झरिरहेको छौँ कुलेखानी ड्याम चाहिँ यस्तो छ होइन अहिले सिनीहरू उर्लिँदै हिँड्दैछौँ यो झुलुङ्गे पुल तरिँदै टक्क लाएर यस्तो छ किन यस्तो छ है यो कुलेखानी ड्याम हो ठुलो छ यो चाहिँ है झन्डै झोलै खसेको यताबाट माथि र उता माथिबाट मोहिनी झर्नाको पानी आएको यता यो खोल्सा चाहिँ यो पुलहरू छ होइन यस्तै सबै यो लन्ठ्याङ लन्ठ्याङ हालिन्छ या पुल पनि यस्तै छ जिन्दगी हेर्नु गाइस हो लगातार हामी हिँडेको आधी घन्टा भइसक्यो लगभग हामीले के अरे भेडा फर्म जाने बाटो पनि भेटेनौँ हामी त लखर डुलिरहेछौँ होइन उहाँबाट हामी यो स्थानसम्म आइसकेका छौँ होइन यहाँनिर क्याम्प फायर के अरे क्याम्प बनाएर बसिरहेको छ मान्छेहरू यार टक्क पैसा जोगाएको हेर्ने केटाहरूले यहाँ हेर बल्छी हानिरहन् यो एरिया यो चाहिँ चारैतिर मजाले घेरेर बनाएको चाहिँ यो ताल कुलेखानी ड्याम होइन पर्यटक स्थलको एकदमै चर्चित ठाउँ हो अहिले यो यहाँ चाहिँ स्वदेशमा आफ्नो देशको मात्रै नभएर देश विदेशको पर्यटकहरू पनि घुम्न आउने रहेछन् होइन रमाइलो छ ठाउँ अलिकति हिँड्नुपर्ने रमाइलो चाहिँ रमाइलो छ है त यस्तै छ है जिन्दगी के बन्दैछ के ल्याए यता हो कालो छिनी भइरह यही हो त्यहाँ परिवर्तन परबाट छ बाटो लगभग छ कि भन्ने आशा हेरौँ कहाँ पुगिन्छ हामी क्या पुरानो घरहरूमा यार होटेलहरू सञ्चालन गरिरहेको छ यहाँ चाहिँ होइन लु गाइस लगातारको 1 घन्टाको हिँडाइएपछि हामी भेडा फर्म भन्ने ठाउँमा आउन सफल भएका छौँ अझै पनि यहाँ बारहरू लगाएको छ कहाँबाट छिर्ने भन्ने कुरा हामीलाई प्रष्ट रूपमा जानकारी छैन है त एकदमै गाह्रो
कठिनाइको साथ यो गर्मीमा हामी आइसकेका छौँ यहाँको चितलाङ भेडा फार्म है त। अब यहाँ वरिपरि बार लागेको छ। यो फर्ममा कसरी छिर्ने भन्ने कुरा हामीलाई अझै पनि हामीले मूल्याङ्कन गर्न सकेको छैनौँ होइन। यहाँ एकदमै कृषि हेर, कृषिले भरिएको देश हाम्रो। पुरै बन्दा कौलीहरू प्रशस्त रूपमा होइन छ। यो छिर्ने ठाउँ हामीले नपाएपछि हामी कताबाट छिर्ने भन्ने कुरामा हामी अनुमान र आकलन गर्दैछौँ है त। यही हो भेडा फार्म। कहाँबाट छिर्ने चाहिँ थाहा छैन, पुरा बार लाएर छ। यत्रो हुने भेडा अब यस्तो बार लाएर कहाँ छिर्ने हो। अनुमति बिना प्रवेश निषेध रहेछ र। लु भेडा फार्म यही हजुर। भेडा फार्म चितलाङ भेडा फार्म अहिले टिकटकतिर प्रसिद्ध रूपले चिनिएको एउटा पर्यटक स्थल भेडा फार्म। यहाँभित्र चाहिँ छिर्नका लागि हामीलाई निषेध रहेछ होइन। ठिक छ, केही छैन। यस्तो राम्रो छ ठाउँहरू। भेडाहरू चराउने ठाउँ होला। आज चाहिँ भेडाहरू लगभग केही भेडा नै छैन भनौँ। अनि यहाँ भेडा नभएको ठाउँलाई भेडे फार्म भनियो। केही छैन। यहाँ होला यो देउराली सुब्बा जस्तो एउटा मन्दिर भनौँ या केही होला, कसैले बनाएको एउटा ठाउँ। यहाँ वरिपरि देखिन्छ यस्तोहरू छ है। डाँडाहरूतिर पनि छ। यो दृश्य अहिले हामी चितलाङबाट कैद गरेको दृश्य हो। सबैले हेरेर यसो लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। यताबाट टाढा टाढाको गाउँहरू पनि देखिरहेको छ हामीले होइन। ल यति नै आजको लागि भिडियो है त। सबैले हो लाइक कमेन्ट सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला।